बल्ल आउँदा त खुसी हुन्छ आनन्द आइन्छ गुड भयो अर्डर गर्दै हुन्छ नि त खाना चारवटा खानु अर्को बाटो गयो भने पनि यहाँ आउनुपर्छ दाइले चाहिँ निकाल्नु हामी ताली बजाइहाल्छौँ नि भइहाल्छ के हो त नि तपाईँले निकालेपछि पछि पछि हामी निकाल्छौँ दाजु किन हो सुतेको बाहिर हेर पानीले किन हो सुतेको बाहिर म त जान्दिनँ क्या जान्ने भए त तपाईँले गाउनु न ल सङ्गतले बिगार्यो चिनो दाइ मन भयो एक ल गाइज हामी चाहिँ यहाँ खानासाना खाएर अब दह्रो भएर पुग्न लाग्छ अघि नै भोक लाग्यो हिँड्न नि सकिएन यो ठाउँको नाम चाहिँ कहाँ होला यो रेस्ट क्याम्प नि हामी अब त दह्रो भइहाल्यो नि अब त छोडिदिइहाल्यो वा तलै होइन क्या यता हो ल हामी यहाँबाट खानासाना खाएर निस्क्यौँ ल केही भन्नु छ भने भनौँ है यही बेला केही छैन भन्ने कुरो पेटमा भाग्छ त्यही चस्मा मेरो ए सोल्टिनी कता भएर जाने बाटो
यतै हो सबबाट खोइ अघि नि यतै आएको हो कि कता हो र हामी यता आएको क्या ए ओ तातोपानी साइडबाटै हो तातोपानीबाटै हो होइन त्यो बुढोले भन्दै थियो त्यहाँ तातोपानी यहीँ नजिकै फर्किनुलाई पस्नु भन्दै थियो त अनि कहाँ हामी जङ्गल आयो सर कहाँ पुग्यो यति दुःख पाइयो जस्तो ला के त कहाँ कहाँ हिँड्ने जस्तो होइन नि होइन ओ त केटाल त अझ पेट्रोल नै हालिछन् होइन ल गाइज म त छक गरिछु कता हो र लिएर हिँडेको पुरै वहाँ जङ्गल हिँड्ने जस्तो के अरे कहाँ कहाँ राति परेर केटा हो यो त रात 4 बजे किन यति आउँदैन हो त नि केही भन्नु छ गाइज 1 बाई 1 भनमा यहाँ ल राज भाइ हजुर के छ एकदम चिल छ पाइन्छ हामी गयो भने ओ ल 360 ल हो चार्जर त हामीसँग छ के छ सर ल भनौँ हेलो सर ओ यहाँको बाटो हिँड्नाले क्या केटा वा खैर के हो केटा छिटाइ जाने यार भालै छैन होनार व्यक्ति हो जागो त्यहीँ है तर मजा छैन हेर न अब 45 मिनट त डस्टबिन भेटाउनै हिँड्न बरु हो कि नै 45 मिनट यहीँ बसिराख्यो भने अर्को आउँछ आउनु होला ल हामी चाहिँ फाइनल्ली अब लगभग खुमाई डाँडा पुग्न लागिसक्यौँ म छु यहाँ अनि साथमा छन् मेरो भाइ ल यता हेर त मेरो भाइ रमाइलो भइदियोस् अघि भोक लाएर भोक लाएर पीडित भइहाल्यो अहिले फेरि भात धेरै खाएर पीडित भइन्छ तपाईँ देख्न सक्नुहुन्छ भ्यू हिँड्नै गाह्रो छ हो माटो पक्छ यो फेरि कहाँ ऊ रहेछ क्या बालुवा माटो हेलो गाइज फाइनल्ली हामी चाहिँ आइपुगेका छौँ कहाँ ए कुन डाँडा खुमाई डाँडा खुमाई डाँडा तर एकदम एडभेन्चर सहित हामी चाहिँ आइपुगेका छौँ अलिकति गाह्रो पढौ बिच तर यहाँ छै ल हामी फाइनली हामी बस्ने होटलमा आइपुगेका छौँ ल केही छ भन्नुपर्ने भन्नुहोस् सर हाम्रै हो ल है गाइज यो हिँड्ने ठाउँबाट हिँड्नमै यहाँबाट ट्राफिक नियमको पालना गरौँ सभ्य नागरिकको परिचय दिउँ पहिचान ल गाइज हामी फाइनल्ली हाम्रो
के भइसक्यो रे कस्तो छ केटा हो ठिक भयो नि यार लगाइ यहाँबाट देखिन भोलि बिहान चाहिँ बल बनाउनुपर्छ यो चाहिँ यहाँबाट बाहिर देखिने नजारा हो तर म चालु गर्न पर्ने भयो भनेपछि कता रहेछ चार्जिङ पोइन्ट हाम्रो त 7 वटा मोबाइल हो अहिले